Hello, good morning. Hello, good morning everybody. Namaskar, Subha Prabhat. आज हामी यो weekend ride भन्नु अथवा Saturday ride अन्तर्गत धानबाट बाङ्गे चकरगट्टी हुँदै रामधुनी त्यस पछाडि कालाबंजार इत्यादि ठाउँ हुँदै सररा हुँदै धरान फर्किने क्रममा साइकल राइडमा छौँ। बिहान ठ्याक्कै लगभग 6:10 मा हामी धरानबाट हिँडेका छौँ। यति बेला हामी सर्दुखोला पुल देख्न सक्नुहुन्छ मा आइपुगेका छौँ। यस पछाडि हाम्रो जङ्गलको यात्रा सुरु हुन्छ। लगभग 7 किलोमिटर जङ्गलको यात्रा सिधेपछि अनि हामी नडा बाङ्गे हुँदै चक्रहट्टीतिर लाग्छौँ। टिल देन मैसँग फेरि भेट हुनेछ। आकाश कति राम्रो देख्छ हेर्न। यति बेला हामी पटनाली आइपुगिसकेका छौँ। पटनाली छेउमा यहाँ त ओह्रालो छ हल्का, नो प्रब्लम। फर्किँदाखेरि अलिकति अन्त अर्को बाटो फर्किन्छौँ हामी। फेरि उतापट्टि हामी नडा नगइकन फेरि समुद्र बाटो चक्रहट्टी तर्फ जान्छ। के
अप्ठ्यारो छ त बाटो मान्छे हिँड्ने बाटोमा साइकल सबैजना अलि सँगसँगै हिँड्नु पऱ्यो क्या नछुटिनु पऱ्यो क्या एक लाइन भइसक्यो खै त्यो रमेश दाइ कहाँ छ लाटो लास्टमा यहाँ मेरो पछाडि ए नछुटिनु पऱ्यो क्या सबैजना सँगसँगै हिँड्नु पऱ्यो है हराउँछ यहाँ बाटो हराउँछ गीत गाउँदा हेर शान्त तरिकाले हिँड्नु त भएको हो तपाईँले हामी तिनजना अगाडि जाऊ गर्नु हुँदैन ल त्यहाँ पनि भाडा ठाउँ त छ नि यति मान्छे देखेर जानु पनि त पार्कको सुटिङ गर्न आएको छु भेरी आइन्दैछ नि सबै सब ओके ओके जुरासिक पार्क जस्तो लागिरहेछ हामीलाई जुरासिक पार्कको जङ्गलमा छिरे जस्तो लाग्दैछ डाइनोसर त भेटिँदैन सबैजना साइलेन्ट है सबैजना साइलेन्ट पछाडि भन्नु त सबै साइलेन्ट पुरै कि कोही यहाँ चाहिँ हात्ती आएको छ यदि देखिहाल्यो भने नआत्तिने हामी चाहिँ बिस्तारै जान सकिन्छ होइन हल्ला गरेर भनेर भाग्नु हुँदैन हल्ला गर्नु हुँदैन नो म्युजिक नो म्युजिक हात्ती आएको छ अरे हल्ला नगरी जाउँ अगाडिको साथी सबै
जङ्गलमा चराचुरुङ्गीको मिठो आवाज सुन्दै हुनुहुन्छ होला साथीहरू तपाईँहरूले पनि। हामी क्रमशः विगत आधी घन्टादेखि यो आवाजसँग एकदम मन्त्रमुग्ध भइरहेछौँ। अगाडि बढ्दैछौँ यसरी नै। टायर गर्नु सक्दैन क्या झन् अलिकति डाउन हुन्छ खोला के भन्नु खोला त्यो बाटो देखिन क्या मैले
बाटो बाटो हामी यति बेला बल्ल यो चक्करगट्टी पुग्नुभन्दा अगाडि यो बाङ्गे भन्ने ठाउँनिर अब 1-2 किलोमिटर होला आइपुगेका छौँ। जङ्गलको बाटो अलिकति एडभेन्चरस पनि थियो आज। हात्तीको समथिङ गोबर के देखिया रहेछ बाटोमा, त्यसले गर्दाखेरि अलिकति हामीलाई सशङ्कित भएको थियौँ। खासै त्यस्तो केही भएन। हात्तीको फेन्सिङ, इलेक्ट्रिकल फेन्सिङ यहाँनिर एउटा पोखरी देख्न सक्नुहुन्छ। त्यो पोखरीको नाम थाहा छैन होइन। हामी खासमा नडा पुग्ने भन्दै थियौँ, तर नडा पुग्नुभन्दा अगाडि नै त्यो हाइवेबाट हामीले पश्चिमतिर त्यो धनगोर जङ्गल रहेछ। जङ्गलको बाटो हुँदै लगभग 4-5 किलोमिटरको बाटो थियो। अलि यो कच्ची बाटो निस्क्यौँ अनि एउटा हामी रामधेनुतिर चक्करगट्टी पुगिन्छ होला सायद लाग्दैछौँ। नगरपालिका सकेला संयुक्त समिति बीच पानी भन्ने ठाउँ आइपुगेछ होइन। मटको डिल डिल भनेर लोकल मान्छेले झुक्किनु भयो। डिल भनेर टेक्नु भयो क्या। त्यही लोकल मान्छे झुक्किनु भयो। एउटा मजाको ट्रेल भेट्यौँ यहाँनिर नहरको छेउछेउबाट। यताबाट देख्न सक्छ मेरो लेफ्टमा नहरको पानी बगिरहेछ। यता हाम्रा साथीहरू सौरा जाना कति 17-18 किलोमिटर चाहिँ जङ्गलको बाटो नि हिँड्यो। काबु भयो त्यो थर्केर के त्यो ग्राभल केही त ठिक थियो, केही त झन् थाकेको बेला उनीहरू कस्तो हुन्छ। हामी त्यसलाई बाङ्गे आइपुगेका छौँ। बाङ्गेमा खानामा के खाने के नखाने अप्सन्सहरूको लागि यहाँ डिस्कसन हुँदैछ। डिस्कसनको काम हुँदैछ। 5जना भेज रे, कोही मटन, कोही फिस, कोही चिकन। अस्ति हामी खाए जस्तो लाग्छ हामी। त्यति बेला हामी बाङ्गे आइपुगेका छौँ। बाङ्गेमा ठुलो पशु हाट बजार लागेको रहेछ। आज बाङ्गेको हटिया पनि हो। देख्न सक्नुहुन्छ भिडभाड छ बाटो निकै।
हामी महेन्द्र गेट महेन्द्र घर चकरगट्टी आइसक्यौँ। यहाँबाट हामी रामदिनीतर्फ लाग्दैछौँ। चकरगट्टी बजार हामी यति बेला कोशी टप्पूको बाटो प्रकाशपुर राजाबासतर्फ जाँदैछौँ। सायद प्रकाशपुरबाट हामी रामधुनीको लागि अलिकति लेफ्टतिर मोडिन्छौँ होला। यो बाटो चाहिँ कोशी टप्पू जाने बाटो नै हो। राजाबास कोशी टप्पू कोशीको तिर हाम्रो राइट साइडमा देख्न पनि सक्नुहुन्छ। अलिकति पश्चिमपट्टि जानुभयो भने यो कोशी टप्पू कोशी नदी देखिन्छ। पर कोशीको फाँट यहाँबाट देख्न सक्नुहुन्छ अहिले पनि। ल हामी राइटपट्टि देख्न सक्नुहुन्छ कोशी लेखेको छ। यो एउटा वान अफ द स्पर हो कोशी नदीको। कोशी नदीको स्परतर्फ हामी जाँदैछौँ। ल कोशी नदीको वान अफ द स्पर होला यो है। एउटा स्पर हो। पर देख्न सक्नुहुन्छ कोशी नदी निकै टाढा। यहाँ त के बियर खाने ठाउँ हो क्या? है हेर्नु न बियरै बियर छ। पिकनिक खाएको होला। बोटल चाहिँ छैन। त्यताबाट देख्न सक्नुहुन्छ सप्तकोशी अहिले बाढी आएको अवस्था छ। ल हाम्रो राइट साइडमा हेर्नुहोस् त सप्तकोशी त्यसलाई बाढी आएको अवस्था छ। त्यो के तरिका स्पर हो स्पर। बाँध बाँधेको पानी आउनु नदिन। बाँध बाँधेको सबै यो प्रत्येक स्परहरू क्या एक एउटा यो राइट साइडमा जाने। यो स्पर नम्बर यदि भनेर लेखेको छ नि 13 आरडी के भन्छ नि। मिठो हावा चलाएर अहिले त है। ल आज हाम्रो यो सैटरडे साइक्लिङ राइड कोशी टप्पूतर्फ लाग्दैछौँ। प्रोबेबली हामी कोशी टप्पू नपुगिकन नै लेफ्टतर्फ यो रामधुनीसम्म जाने कार्यक्रम छ। रामधुनी गएर त्यहाँ हाम्रो लन्च ब्रेक लिने, त्यस पछाडि तर्राको बाटो हुँदै एज युजुअल धरान फर्किने हुन्छ। यो कोशीको यो कोशी टप्पूको बाटो बिचमा यो लगभग साँगुरे बाटो छ। बिचमा बाटो राइट साइडतर्फ कोशी बगिरहेको देख्न सक्नुहुन्छ। माथि अलिअलि पर हुँदै गएको छ। हाम्रो लगभग 15 जनाका समूह। ल हामी कोशी किनारमा आइपुगेका छौँ। कतिको देख्न सक्नुहुन्छ ल कोशीको फाँट हेर्नुहोस्। ओ माइ गॉड। कृष्ण साथीहरु पौडी खेल्दैन नि यस्तो पानी देख्नु। यहाँ बस्यो भने नि सबैको फोटो आउँछ नि त माथिबाट। क्यामेराम्यान चाहिँ फेरि डुब। हामी तँलाई यो कोशी टप्पू कोशी वन्यजन्तु आरक्षीको निरको स्परमा फोटो खिच्दैछौँ।
क्रमशः यो रामधुनीतर्फ बढ्दैछौँ। अब लगभग 1.5-2 किलोमिटरमा 3 किलोमिटरभित्रमा हामी रामधुनी मन्दिर पुग्छौँ। हामी कोसीटप्पूको त्यो मेन गेटबाट पूर्वतर्फ लागेको छौँ। यो जङ्गलको बाटो अब 3 किलोमिटर जस्तोमा हामी रामधुनी मन्दिर पुग्छौँ। त्यहाँ अगाडि गएपछि होमस्टेमा हाम्रो खाना रिफ्रेसमेन्टको व्यवस्था छ। हामी रामधुनी क्षेत्रमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ यो पनि रामधुनीकै निर्माणाधीन अर्को मन्दिर हो। मुख्य पुरानो मन्दिर छ अलिकति अगाडि। हाम्रो मन्दिर बन्द रहेछ अहिले भनौँ न। रामधुनी नगरपालिका 4 नम्बर वडा कार्यालय यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। रामधुनी मन्दिर हामी आइसक्यौँ। हामीलाई क्रमशः प्रवेश गर्दै जानेछौँ। रामधुनी मन्दिर परिसर हेर्नुहोस्। निर्माणाधीन पोखरी। अस्ति हामी सतबिज छर्ने दिन पनि यहाँ आएको थियौँ। त्यति बेला नि निर्माणाधीन नै थियो। अहिले पनि बनिसकेको रहेछ। साइकल साथीहरूले प्लास्टिकहरू फोहोरहरू सफा गरेर डस्टबिनमा राख्ने काम भइरहेछ। प्लास्टिक र अन्य फोहोरहरू सङ्कलनको कार्य माधव साथीहरूबाट हुँदैछ। रामधुनी मन्दिर परिसर कस्तो लाग्यो भन्नु होला। कृपया कमेन्ट गर्नु होला। र यो होमस्टेमा चाहिँ हामीलाई खानाको व्यवस्था रहेछ। 6जना आउँदैछ। 6जना कता हरायो रमेश तँ लिन आइज त्यहाँबाट त ल नि बहिनीहरूले हाम्रो स्वागतमा थ्याङ्क यू। धन्यवाद धन्यवाद धन्यवाद। होमस्टेमा खाने कार्यक्रम भइरहेछ। माछा आउनु बाँकी छ। अब ओमेगा 3 पाउने भनेको टाउकोमा हो।
Thank you.